So hello and namaste. It's me Sandesh Nepali यानी कि पर्वते ब्लग. आज चाहिँ मेरो युट्युबको सेकेन्ड ब्लग है. आज चाहिँ म यता अलिकति थोरै कामहरु भएर म कुसातिर हिँड्न लाग्यो चाइन्ससम्म. स्पिरिनल जिस्काउँछ नि तर थोरै सब्स्क्राइबर हुँदैन. हैन केही छैन यसले. ब्राङ्गल उठेको त कन्टेन्ट भइहाल्दैन नि अरे हैन. सो हामी चाहिँ अब जानु पर्यो. थोरै काम छ. म अहिले बाइकमा भन्छु. सो गाइज त हाम्रो चाहिँ उता अहिले त्यही बाटो हुँदै जाने हो. म कुसमा उहाँ पुग्ने. घाम लाग्यो यस्तो बबलाखा भर्खर आली साली हान्ने च्यान्टेको. आज आली पनि भ्याइयो होइन. एउटा गरम मात्र छ. भोलि केटाले हान्छ नि भोलि जोत्छन्. आज ट्र्याक्टर नि बिग्रियो थियो. त्यो पनि जोतेन. एक प्लग गइदियो अरे. प्लग भन्दा त्यही लिएर आउनु पऱ्यो. त्यति काम छ. अरू अलिअलि पनि छ. चड्डी किनेर च्यान्टेले चड्डी. ल अहिले बाइकमै भेटौँ है त. गाइज म चाहिँ तिर्पल हटाउँदैछु. बाइक त फोर्नु त लास्ट यार. यसको बाइक स्टार्ट हान्दैछु मैले. कुन चाबी यो होइन नयाँ पुरानो हो. यस्तो हिलो बाइक. त्यहाँ बाइक धुन त पैसै छैन. त्यहाँ चाहिँ 5 रुपियाँ जाम लाग्यो. नबाट अब तात्छ. बाटो सेक्सी छ कि. यो लाइटको त फेर्न पाएन त्यो प्लग. यो अब एकछिनमा बाइकमा बेसी दोकानमा हामी चाहिँ हिँडेमै. हामी चाहिँ ट्र्याक्टरको सामान थियो नि त्यो ल्याउनु छ कि त्यही भएर छिट्टै हुनुपर्ने हुन्छ हामी. गाउँको बाटो यस्तै हुन्छ. यस्तो होइन त एनएस यस्तो बाटो. ए तेरो उसमा काँडा रहेछ यार. जे टी सर्टमा क्या. धरमै ढल्केर उसर्छ छैन. कन्ट्रोल गर्छ छैन. कस्तो ढल्केर र यस्तो. गाइज हत्तेहरूले यस्तो बाटो पिच्न भनेर अर्को बाटो पिच्न चाहिँदैन चाहिने बाटो. नमस्ते सर. नमस्ते सर. हामी कुसमा छौँ. म त्यो ट्र्याक्टरको सामान ल्याउनु थियो. त्यही भएर कहाँ रहनु नि. अस्ति इन्डिया गएको थिएँ. त्यही भएर अहिले घुम्न गएको थिएँ. ल
चापी गियर थलोस् है हेलमेट लाउनुहोस् र भाइ चलाउँछ अरे बाइक गीत लाउँदै चलाउँछ यस्ता चलाउनु नपर्छ किनकि अब थाहा छ आज मैले चाहिँ यो हाल्न लाऊ यसको मोबाइल भयो यो ऊ के त्यो साइडहरू थरी पेटमा 16वटा प्याकेटमा बोल्छ अरे देखेर मगाएको थिएँ नम्बर आज किन्छ भन्दै थियो फिट गरेको युट्युबमा हेर्नु पर्छ भाइ मैले जान्दिनँ भनेको थिएँ अस्ति हो कि अब 4-5 दिन पछि हाल्दा नि अहिले अब अलिअलि भेटौँ है त केटा गाउँघरतिर असार भने त अलग्गै लेभलको हुन्छ क्या मजा हेर क्या त्यहाँदेखि पानी जताततै फेरि गाउँको बाटो हिलो हुन्छ क्या पिस पासी त बवाल हो कि त्यो कस्तो बवाल देखियो यहाँ म हेलमेट चाहिँ हिजो कि आलुबाट हिजो अलिक जुम गरेर देखाइदिँदै देखियो हामी त बेलुका घर आउँदा रातै पर्छ क्या आज टेस्ट पनि भयो हेडलाइट कतिको देखाउँदो रहेछ टेस्टिक हालेको लिएर कम्पो गरेर सिकेर झारम किन झार्दस तँ के आन्छस् नि अहिले उहाँ आएर अप्ठ्यारो लाइट ब्रेक थर्ड Lime Lake. ये तो वन जानता तेरो चला मन पर्छ कि मलाई मेरो फ्यान हो भन्छी See you in September. यस्तो रमाइलो हुन्छ कि यसलाई हेरेर बर्खा हेरेर एउटा हवाइकै फिल छ त्यहाँ त अनि फ्यान के भाइहरू यस्तो यस्तो चिरो के भयो सञ्जय ओ सञ्जय नन्द म त पुलमा कुदाउनु अस्ति केटाहरूको एक्सिडेन्ट भएदेखि बाइक रेडमा त मजा भयो के गौँडै चेहरा यसमा खसेको भन यहाँ जित्छ खसेको ट्र्याक्टर हाल्दै जिग्यो लाग्छ
मलाई अन्तर्राष्ट्रिय दिनमा नम्बर 3.02 आउँदो रहेछ भएन राखै पर्छ 96 थिएन र उता साइड उतातिर हो क्या यहाँ हुन्न पैसा राखेँ यो थिएँ जरा 196 डिजेल 196 यहाँ आज यो महँगो होला डिजल चन्डे ऊ देखेन ढाके नम्बर प्लेट देखा बल्ल पुलिस नंबर प्लेट ढाका कति हेर्छ अन्त पुलिस झ्याउला नि बोले हेरेर हेर्छ नि नम्बर प्लेट देखि ढाकै पुलिस से सीधे आना ने पुलिस सीधे आना ने म उसो नम्बर प्लेट ढाक्नु नि होला कता के चप्पल किन्ने होइन हेरे कता किन्ने हेरे कता किन्ने भन् कतै पक्कै अहिले तैँले चिने ठाउँमा हिँड्नु त्यस्तो मैले चिनेर ठाउँ त उता चोकमै हो कता किन्ने हो भने आफै जता मलाई त्यो ए तैँले भन्नु त जग्गा सुधार आइज सिसा मात्र फेर्ने भन्न त्यहाँपट्टि रोक है हाल्नु। चप्पल किन्नु थाहा है अस्ति नै यही हो क्या रोक रोक यहाँ खाने कि रोके ए मैले किने यस्तो फेरि कालो छैन क्या त्यहाँ होला नि अनि के छ केमा जाऊ कसको चला चाहिँ राख्यो ब्ल्याकमा के छ यस्तोमा ब्ल्याक ल्याउने ब्ल्याक छैन भने यसको छ यसको छ ब्ल्याकमा छैन ब्ल्याकमा त पाइँदै पाइँदैन मलाई अस्ति कति खोजेको एउटा सानो भाइ 9-10 वर्षको भाइको लागि चप्पल देखाउनु न 9-10 वर्षको खै देखाउनु त्यही भाबी मान्छे त्यस्तै खालको कि केटालाई हो खै देखाउनु हो यस्तैमा देखाउनु हो यस्तै भयो नि हुन्छ हुन्छ साइज ओ चेन्डे यत्रो हुन्छ होला नि भाइलाई हेर्छ चेन्डे यस्तो हुन्छ नि भाइलाई यिनी हुन्छन् हुन्छ ए ठुला हुन्छन् अलि एक नम्बर मुनि छ यो भन्दा मम्मीलाई बोलाउँछ भर्खर पदमा हल्का सानो सानो दिएर यस्तो यहाँ फोटोसुट हान्न आइजाउँ केबाट नि क्यामेरा क्वालिटी गु जस्तो छ यहाँ बन्दी साइडतिर कि
बाइक यस्तो यसको फोटो हेर्नु पऱ्यो मेरो खिच्नु पऱ्यो दुइटा अनि तो गाइस हामीले भर्खरै भिडियो बनायौँ अब ट्र्याक्टरको स्टार प्लग बिग्रिसक्यो त्यो लिएर जानुपर्छ है बाइकको सामान चाहिँ कति पर्छ भने त्यो 150 अरे आज हाल्दैन भनेको ल्याउन भन्नुभयो भोलि आउन भन्नुभयो अब ट्र्याक्टरको स्टार प्लग लिएर जानुपर्छ बनाइज हेडलाइट मात्र देखियो क्या लाइट मात्र के सो गाइस यो हिलो खगे लास्टै यहाँ यो प्रधानमन्त्रीले यो बाटो बनाइदिनु पर्यो के भएन यो राम्रो राम्रो ठाउँमा झन् पिच गर्दै जान्छ यहाँ गर्दिन्न यार यो बालेन्सालाई फेरि मुद्दा हाल्नु पऱ्यो फेरि देशै भित्तेलाई यार यति जाब यार पिच पनि हान्न सक्दैन यार सो गाइस उहाँ पुगिसकिन्छ त्यो चाहिँ म चाहिँ यहाँ छु ल रोक सो गाइस यहाँ आइयो हामी अब बाइक पार्किङमा बाइक हिट भएर फेन चली चल सो हेलो गाइज भर्खर हामी चाहिँ पुसबाट आइयो है सामान लिएर ऊ उहाँ चप्पलहरू सर्को चप्पल के सर्ट प्लगहरू बाइकको ल्यायौँ ट्र्याक्टरको सरी ट्र्याक्टरको ल्यायौँ अनि बाटोमा मैले हाल्नु के भन्छ हतार भयो खाँदा हिँडिहाल्यो तर एउटा मैले चाहिँ उता केटीतिर यस्तो ह्या पार्दै थिएँ यतापट्टि ट्राफिक तर रोकेन स्पमा थियौँ रोकेन यता आएकै 3-4जना केटाहरू 6जना केटाहरू भयो 3टा बाइक रेस खेल्दै आइयो अनि पत्तै भएन ल्याएर अब म भोलि ऊ भयो भने चाहिँ भ्लग बनाउँछु न त्यस्तै केटा ट्र्याक्टर पास भयो स्टार्ट प्लग हालेर स्टार्ट भयो आज यहीले हिजो गर्दा यतिर गर्दा हिजो नै भएन हिजो यतिले गर्दा जोताइ नै भने केटा अब भोलि हान्छ कि भोलि बिहान तेल लिएर पठाइदियो बिहान है र बिहान सेफ्टी फर्स्ट घुमाइ ल उडाइदे गङ्गो उडाइदे सेफ्टी फर्स्ट केटा अब भोलि लाउँदा लाउँछ हेलमेट लाएर यति नै केटा सो फाइनली मैले चाहिँ खाना खाएँ घर आएर बाहिरमा खाना खाएँ मम्मीहरूले खानुभयो भनौँ अब चाहिँ खाएँ अब आजको ब्लग यति नै अब म भोलि जान्छु होला भोलि अर्को नेक्स्ट ब्लग आउँछ होला अब एडिट हाल्छु यो भोलि बिहानतिर हाल्छु कि राति हाल्छु सबैलाई माया देख्नु होला लाइक सेयर कमेन्ट ड्याङ सबै हाल्नु सब्सक्राइब पनि अब खाना खाएपछि डेजर्ट हुन्छ मेरो चाहिँ यस्तो हुन्छ सो आजको लागि यति नै हस्ता जय नेपाल